हेलो गाइज वेलकम ब्याक टु माई मिनी भ्लग। आज चाहिँ म चाहिँ यहाँनिर मेरो घरमा आस्तिरको बारीहरू हेर्नलाई चाहिँ उक्लिरहेको छु है। कस्तो कस्तो छ के भइरहेछ भनेर। अनि मेरो घरमाथि त खरबारी छ डेन्जरवाला होइन। त्यहाँबाट खर्च भने त कोही पनि बच्दैन होला क्या, यस्तो छ क्या। अनि घर भयो होइन, घरमाथिको बारीमा चाहिँ खेत रोपिसक्नु भएको रहेछ, मैले रोप्नै परेन होइन। अनि त्यसपछि त्यहाँ छ मेरो सानी बहिनी, हामी दुईजना चाहिँ अब्जर्भेसनको लागि निस्केका छौँ। के को अब्जर्भेसन अरे? बारीको। यहाँनिर चाहिँ यो चाहिँ होइन धानको बिउ हो है। यही बिउ चाहिँ हामीले चाहिँ त्यसरी रोप्ने गर्छौँ होइन। अब कतिलाई थाहा छैन त खेत के रोप्छ भनेर, कतिलाई त थाहा छ होइन। यो एउटा बारीमा अर्को बारीमा पनि धानको बिउ पनि छ होइन। अनि त्यसपछि यहाँबाट यस्तो राम्रो छ नि होइन। ल हेर्नुहोस् यस्तो राम्रो छ होइन। यो चाहिँ नमस्ते हो है। यसलाई चाहिँ छोएपछि चाहिँ यसले चाहिँ नमस्ते गर्छ क्या। यसलाई चाहिँ छोएपछि यसले नमस्ते गर्छ, चाहिँ नमस्ते नमस्ते प्लान्ट भन्छ यसलाई चाहिँ होइन। यहाँनिर चाहिँ मकै यस्तो भएर बस्या हा। अनि त्यो चाहिँ खरबारी हो होइन। यहाँबाट त अझै छेलियो खरबारी है। यस्तो हरियाली छ क्या, हेर्नुहोस्। हेर्नुहोस् एकदमै हरियाली होइन, हेरिरहँ जस्तो बारीहरू छ। त्यहाँनिर चाहिँ नासपाती फलिरहेको छ, नासपातीको बोट हो यो चाहिँ। त्यसपछि यसलाई चाहिँ के भन्छ, यसलाई चाहिँ खर्सेतो भन्छ होइन। यो भनेको टाकी हो। त्यसपछि गरी यहाँ पनि एउटा नासपातीको बोट रहेछ। त्यो चाहिँ खनाएको बोट हो होइन। यस्तो रमाइलो छ नि त, गाउँघर यत्तिकै रमाइलो होइन। अनि त्यो यहाँ नमस्ते प्लान्टलाई त छोयो कि नमस्ते गरिहाल्छ। मैले खनाएलाई चाहिँ यहाँनिर टिपेको छु। अब यो खाऊ त यसरी। यसलाई चाहिँ यसरी फुटाउने हो। अनि हेर्नुहोस् त भित्र सधैँ छ, भित्र सधैँ छ। अनि यसलाई चाहिँ मैले खान्छु। यसलाई चाहिँ अलिक पाकेको रहेनछ, नपाकेको भएर टर्रो टर्रो आएको छ है। अब म यहाँबाट अझै पनि उक्लिन्छु। हाम्रो चाहिँ उता मास्तिरसम्म छ कि बारी होइन, मास्तिरसम्म छ। अनि यहाँ छ हेर्नुहोस् है गाइजहरू, यो चाहिँ ट्याटु प्लान्ट हो है। यसले कसरी ट्याटु हान्ने म तपाईँलाई भन्छु हेर्नुहोस् है। हात देखाऊ त, यतापट्टिको हात ल्याऊ त, यस्तो होइन हेर होइन। अब अर्को हातले प्याट हान्न त। ल है अब निकाल्यो। सरी गाई, चाहिँ भर्खर कलिलो भएर ट्याटु बसेन, नत्र भने यो चाहिँ ट्याटु प्लान्ट हो। यसले चाहिँ ट्याटु हान्न पनि मिल्छ। अब हामी अझै उक्लिँदैछौँ होइन, हामी यता उक्लिन्छौँ। रमाइलो छ होइन। घाँस अहिले त बर्खाको बेला भएर घाँस पाइन्छ होइन। अहिले चाहिँ पुरै मकै मजाले मकैको बोटहरू चाहिँ ठुल्ठुलो भएको छ, मकै पाक्ने बेला भएको छ। यो भयो मेरो घरको मासतिरको बारीहरू है। रमाइलो छ होइन। अझै यो मकै नभएकोमा हिमालहरू पनि कति राम्रोसँग देखिन्छ हाम्रो चाहिँ यहाँबाट। हामी चाहिँ अब फर्किन लागेका छौँ होइन। माथि बारीहरू हेरेर बाटो चाहिँ एकदम चिप्लो छ होइन। अहिले बर्खाको बेलामा चिप्लो हुन्छ कि चाहिँ यस्तो छ होइन। बाटो चाहिँ यस्तो छ। गाउँघरतिर यसै पनि रमाइलो भइहाल्छ नि। खाना पकाउन मैले हिजो खाना पकाएको वाला भिडियो हालेको थिएँ। अनि मेरो बहिनीले चाहिँ त्यो हेरेर होइन, थाहा छ गाउँघरतिर त खाना पकाउन गाह्रो हुँदो रहेछ भनेर मलाई चाहिँ जिस्काइरहनु भएको छ। घर जाने होइन क्या, उता बारीमा चिचिना घिरौला हेर्न जाने। अब त्यहाँ चिचिना करेला काँक्रा कस्तो मजाले फले होइन। तपाईँलाई म एभोकाडोको रुख पनि देखाउँछु है। अब म तपाईँहरूलाई देखाउँछु। यो छ नि यो चाहिँ एभोकाडोको रुख हो। यो चाहिँ केराको बोट हो। यो चाहिँ करेलाको बोट हो। त्यहाँनिर चाहिँ म तपाईँहरूलाई देखाउँछु। यो सबै यो चाहिँ करेलाको बोट हो है। त्यो चाहिँ काँक्राको बोट होइन। त्यो भित्रै गएर पनि देखाउँछु म तपाईँहरूलाई। यो चाहिँ हाम्रो बाख्राको खोर हो होइन। म यो खोल्छु तर उनीहरूलाई लागिरहेको, मैले घाँस दिन लागिरहेको छु। यहाँनिर चाहिँ बाख्राहरू चाहिँ यसरी चाहिँ बसिरहेको छन्। हेलो बाख्राहरू, निस्किन पाम्ला भनेर ल भाग्छ फेरि होइन। यो चाहिँ सब बाख्राहरू हुन् है। यहाँ चाहिँ खोल्यो कि चुकुल खोल्यो कि निस्किहाल्छन्, त्यही भएर म चुकुल लगाइदिइहाल्छु।
यो चाहिँ सबै सिलमको बोट है। यति राम्रो मजाले चाहिँ सिलमको बोट चाहिँ सक्नुहुन्छ। यो सबै सिलमको बोट हो होइन। यहाँनिर चाहिँ मकैको घारी छ, मकैको घारी छ यहाँनिर चाहिँ। यस यो सबै मकै हो। अनि यहाँनिर तपाईँले काँक्रो देख्न सक्नुहुन्छ है। यो चाहिँ कहाँ छ भित्रभित्र होला यहाँनिर होइन। उति यहाँ यत्रो देखियो काँक्रो। यहाँनिर काँक्रोहरू चाहिँ भर्खर फुल खेल्दै बेला भएको रहेछ। एउटा दुइटा चाहिँ फलिरह, अरू चाहिँ छैन। यहाँनिर पनि मकैहरू कस्तो मजाले चाहिँ पाकिरहेछ होइन। यस कति राम्रो क्या आकाश पनि यस्तो राम्रो। एन्जल हो, ऊ चाहिँ रोनाल्डोको फ्यान हो। रोनाल्डोले के गर्छ देखाइदिनुहोस् त। सु गर्छ होइन। अनि तपाईँ के को फ्यान हो? उसको नाम रेन्जिका हो। ऊ चाहिँ रोनाल्डोको फ्यान हो। उसको नाम के हो? ऊ पनि रोनाल्डोकै फ्यान हो। टाटा बाई बाई। म एकजना मात्र मेस्सीको फ्यान भयो। ल हेर्नुहोस् त, म तपाईँहरूलाई देखाउन जाँदैछु। यहाँनिर चाहिँ भ्यूहरू हेर्नु होला, यति राम्रो छ। आदि हेर्नु होला है। उहाँले चाहिँ पात यहाँ राखेर प्याट पड्काइदिनुहुन्छ। पड्काइदिनुहोस् त। वाउ वाउ, देख्नुभयो कति धेरै स्किल छ उसँग। ल तपाईँ पनि पड्काउने हो, उहाँ पनि पात पड्काउने ल। ल सिकाइदिनुहोस् त। नपड्काउने भन्नुभयो उहाँले। ल ठिकै छ। ल तपाईँ पड्काउने पात, नपड्काउने ओके। ल उहाँ त एकदम हिरो हो, खतरा। उहाँ कहाँ पढ्नुहुन्छ अरे? कोही ज्ञान भीम पढ्ने हुनुहुन्छ नि लाइक सेयर सब्सक्राइब गरिदिइहाल्नु होला। सबैजनाले लाइक सब्सक्राइब सेयर कमेन्ट गरिदिनु होला।